हेलो एभ्रीबडी। तिमीहरूलाई चाहिँ एजु नेपाल पिक च्यानलमा चाहिँ स्वागत छ होइन। यो आफ्नै च्यानल जस्तो सोच्दा हुन्छ, किनभने चाहिँ यो चाहिँ भर्खरै ब्रिज कोर्स पढ्दै गरेका भाइ बहिनीलाई चाहिँ जस्तै अब कुन कुन कलेज भन्छ भने काठमाडौँको राम्रो राम्रो कलेजहरू केएमसी, त्यसपछि तिमीहरूको भयो सेन्ट जेभियर्सहरू, यस्ता कलेजहरूको लागि चाहिँ प्रिपेरेसनमा चाहिँ एकदम एकदम हेल्प हुने च्यानल हो होइन। किनभने म चाहिँ अब तिमीहरूलाई यो च्यानलमा चाहिँ एकदम एकदम राम्रो राम्रो एमसिक्यूहरू जुन यस्ता कलेजहरूमा आइरहेको र यस्तो कलेजहरूको लागि प्रिपेरेसनको लागि बनाएको जुन किताबहरूबाट सानो सानो एमसिक्यूहरू चाहिँ तिमीलाई गराउँछु। र आज चाहिँ फिजिक्सको हामी एमसिक्यू गर्छौँ, त्यो पनि थर्मोडाइनामिक्सबाट है। थर्मोडाइनामिक्सबाट चाहिँ हामी गर्छौँ, थर्मोडाइनामिक्सबाट चाहिँ गर्छौँ होइन। हामीले थर्मोडाइनामिक्स भनेको के हो या थर्मोडाइनामिक्सको के हो केही थाहा छैन भने चिन्ता नगर। यो सिम्पली पहिला 10मा पढेको हिट भन्ने च्याप्टर नै हो होइन। यो चाहिँ 11मा आएर हल्का थर्मो एड हुन्छ। यो चाहिँ अब क्वेसन पनि छ त्यहाँनिर, यो चाहिँ सबै कुरा डिस्कस गरौँ ल। र भन्दै गर्दा चाहिँ मैले के भन्न छोडेँ भन्दाखेरि यो ब्रिज कोर्सको लागि मात्र होइन कि यो विभिन्न क्लासका बच्चा बच्चीहरूको लागि चाहिँ भाइ बहिनीहरूको लागि चाहिँ यहाँ चाहिँ भिडियोहरू अपलोड हुनेछ होइन। जस्तै 10 क्लास 11 या 12 सबैको लागि चाहिँ यहाँ चाहिँ हामी भिडियोहरू पोस्ट गर्नेछौँ। सो अहिले चाहिँ यो ब्रिज कोर्सको टाइम चलिरहेको भएर चाहिँ हामी के गर्छौँ भन्दाखेरि सेन्ट जेभियर्स या यिनीहरू कलेजहरूको लागि चाहिँ राम्रो राम्रो एमसिक्यूहरू चाहिँ हामीलाई तिमीहरूलाई प्र्याक्टिस गराएर कन्सेप्ट दिएर चाहिँ हामी के गर्छौँ तिमीहरूको स्किललाई चाहिँ हामीले जुन एमसिक्यू सल्भिङ स्किललाई चाहिँ इन्हान्स गर्नमा चाहिँ हामीले हेल्प गर्नेछौँ। सो कति ढिला नगरी आजको भिडियो चाहिँ हामी सुरु गरौँ होइन। आजको भिडियो सुरु गरिदिउँ। सो फिजिक्सबाट चाहिँ हामीले थर्मोडाइनामिक्सबाट चाहिँ गर्दैछौँ। सो चिन्ता नगरी अब कपी पेन लिएर चाहिँ हामी यहाँ बस्दा हुन्छ हामीभन्दा तिमीहरू चाहिँ होइन। सो आजको फर्स्ट क्वेसन रहेको छ यो थर्मोडाइनामिक्स हिट एन्ड थर्मोडाइनामिक्सबाट गरेको यो चाहिँ ल। एट वाट टेम्परेचर डज द सेन्टिग्रेड एन्ड फ्यारेनहाइट स्केल सो द सेम रिडिङ। सेन्टिग्रेड स्केल र फ्यारेनहाइट स्केलले सेम रिडिङ कतिपय देखाउँछ या वाट टेम्परेचरमा भनेको छ होइन। यसको लागि पहिला तिमीहरूले के बुझ्न जरुरी छ भन्दाखेरि यो एउटा तिमीले स्केलहरूको रिलेसन चाहिँ थाहा पाउनु जरुरी छ होइन। स्केलहरूको रिलेसन चाहिँ थाहा पाउनु जरुरी छ। सो स्केलहरूको रिलेसन भनेको के भन्दाखेरि जस्तो सानोमा पढ्यो होला तिमीले कति क्लासमा पढ्यो C/100 इजिकल्स टु F-32 अपन 180 इजिकल्स टु K - 273 बाई अनि 100 इजिकल्स टु अनि R इजिकल्स टु 80 चाहिँ पढेन। रिमोट स्केल चाहिँ तिमीहरूले पढेन होला। सो यो रिलेसन चाहिँ तिमीहरूले चाहिँ याद गर्न जरुरी छैन। अब चाहिँ 11 क्लासमा एकदम चाहिन्छ। अझै पनि यति रिमोट स्केल चाहिँ चाहिँदैन भनौँ भने यतिमा चाहिँ यो तिमीहरूलाई चाहिन्छ। तर यो जुन रिमोट स्केल छ नि लास्टको यो आर पनि यति, यो चाहिँ त्यति पनि चाहिँदैन। तर यति जुन तिमीहरूको यति चाहिँ पढ्न एकदम जरुरी छ तिमीहरूले बुझ्नको लागि। सो म यति चाहिँ एक्सक्लुड गरिदिन्छु तिमीहरूलाई चाहिँ नपढ नभए R/80बाट त्यस्तो क्वेसनहरू देखा पढ्दैन। सो यति चाहिँ तिमीले एकदम 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 बुझ्न जरुरी छ है। यो चाहिँ जान्नै पर्ने हुन्छ यो चाहिँ तिमीहरूले होइन। सो यति चाहिँ म साइडमा गरिदिन्छु भने यो चाहिँ एकदम एकदम जरुरी हो है। तिमीले चाहिँ बुझ्नै पर्ने हुन्छ। सो यसलाई मध्यनजर गर्दै अब हामी क्वेसन गर्छौँ है। अब ए स्केलबाट चाहिँ अब स्केल जुन यो स्केल जुन यो त्यो रिलेसन छ नि एउटा योबाट चाहिँ हामीले के जुन रिक्वायर रिलेसन चाहिँ युज गर्छ। अब हामीले अब जे सोल्छ त्यो चाहिँ निकाल्छौँ है। एट वाट टेम्परेचर डज द सेन्टिग्रेड स्केल एन्ड फ्यारेनहाइट स्केल भनेपछि यो र यो चाहिँ हामीले लगाउनुपर्छ। यो सरी यति डिग्री चाहिँ अगाडिको फर्स्टको लगाउनुपर्छ हामीले रिलेसन। सो द सेम रिडिङ। अब सेम रिडिङ देखाउनको लागि हामीले के गर्छौँ एउटा स्केल जुन छ जस्तै सेन्टिग्रेड स्केल भनौँ डिग्री छ त्यसलाई फ्यारेनहाइटलाई हामी के गर्छौँ चेन्ज गर्छौँ केसमा अर्को रेस्पेक्टिभमा है। जो अर्को चाहिँ जेसमा दिएको छ त्यहीमा चेन्ज गर्छौँ चाहिँ है। यसको लागि चाहिँ जस्तो मैले के गरेँ भन्दाखेरि सेन्टिग्रेड स्केललाई चाहिँ फ्यारेनहाइट स्केलमा कन्भर्ट गरेँ। सो यति रिलेसनलाई लगाउँ यति रिलेसनलाई लगाएर चाहिँ अब के गरौँ भन्दाखेरि फ्यारेनहाइट स्केलमा चेन्ज गरिदियो भनेपछि F/100 इजिकल्स टु F - 32 बाई 180 भयो नि त होइन। अनि त्यसपछि अब के यसलाई चाहिँ 0 0 यहाँ क्यान्सल भइहाल्यो यो 0। अब यसलाई 18लाई चाहिँ यता टाइम्स गर्न लग्दियो यो 18F भयो होइन। ह्यान्डराइटिङ हल्का बुझ्दैन भने चाहिँ रुका म तिमीलाई यो घटाइदिन्छु है। एकदम ठुलो भयो जस्तो छ 18 रुका। यो चाहिँ 18F भयो नि त। 18F इजिकल्स टु के भयो 10F - 320 भयो होइन। अब 10Fलाई त लिदेऊ 8F भयो इजिकल्स टु -320 भयो होइन। अनि अब तिमीले यहाँबाट एफको भ्यालु निकाल्छ भने तिम्रो -40 आउँछ। यो चाहिँ -40 आउँछ। क्यालकुलेटरमा तिमीले गर्न सक्छौ भने -40 आउँछ। सो अब यसको आन्सर चाहिँ के हुँदो रहेछ भन्दाखेरि कुन टेम्परेचरमा चाहिँ सेम रिडिङ देखाउँदो रहेछ भने सरी यो मैले स्केल भन्दा चाहिँ यो रिडिङ हो है। केसमा रिडिङ भनिरहेको छु रिडिङ हो। यसलाई रिडिङ भन्छ। सेन्टिग्रेडको रिडिङ भयो फ्यारेनहाइटको रिडिङ भयो। रिडिङ सेम गराउनको लागि के गर्नु पर्यो भन्दाखेरि यसलाई के भन्नु रिडिङ भन्ने कुरा रिडिङ बुझ है। रिडिङ भन्छ यसलाई। मैले लेखिदिइहाल्छु यिनीहरू चाहिँ रिडिङ हो यहाँ चाहिँ तिमीलाई चाहिन्छ पक्का। यो चाहिँ तिमीले चिन्ता नगर यसको चाहिँ पिडिएफमा तिमीलाई दिइहाल्छु। यो क्वेसनहरूको ब्याङ्किङ म तिमीलाई डिस्क्रिप्सनमा प्रोभाइड गरिदिइहाल्छु। यसलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ सानो मिस्टेक मैले अघि भन्न बिर्सेको छु। यिनीहरूलाई चाहिँ के भन्छ भन्दाखेरि रिडिङ भन्छ है। रिडिङ के भन्ने रिडिङ भन्ने रिडिङ होइन। ठिक छ ल। के भनेको चाहिँ भन्दाखेरि कुन टेम्परेचरमा चाहिँ के गर्छ सेम रिडिङ देखाउँछ भनेपछि जुनको रिक्वायर चाहिन्छ त्यसलाई लग्ने रिलेसनलाई होइन। त्यसपछि चाहिँ रिडिङलाई सेम गरिदिने फ्यारेनहाइट गर्दै मल्टिप्लाई त्यसपछि यताउता भ्यालु इक्वल गर्छ के गर्दा हाम्रो -40 आयो होइन। -40 आयो चाहिँ यति गर्दै म चाहिँ क्लिन राखिदिन्छु है ल। यति भयो यो चाहिँ तिमीले बुझिहाल्छौ। यो चाहिँ हल्का म लेखिदिन्छु पक्का। यसलाई नि फ्यारेनहाइट नै गरेको छैन यति हो यति नै है ल। यो चाहिँ
म हाइलाइट गरिदिइहालेँ क्वेसन चाहिँ। अनि अर्को क्वेसन के भनेको छ, मैले चाहिँ के गर्छु भने आन्सरलाई चाहिँ हाइलाइट गरिदिन्छु यो पख आन्सर चाहिँ -40 हो, यो चाहिँ आन्सर हो यसको है। ल के भन्दाखेरि अब अर्को क्वेसन के छ भन्दाखेरि अर्को क्वेसन चाहिँ के छ भन्दाखेरि वेन वाटर इज हिटेड फ्रम 0 to 100 होइन डिग्री सेल्सियस भनौँ न 0 to 100 डिग्री सेल्सियस हो, यो डिग्री सेल्सियस हो नझुक्किने, यो चाहिँ डिग्री सेल्सियस है। वेन वाटर इज हिटेड फ्रम 0 to 100 डिग्री सेल्सियस देन द भोल्युम अफ वाटर के हुन्छ भनेको छ होइन। यो चाहिँ तिमीहरूले कतिको याद गरेको छौ, एनामलस एक्सपान्सन अफ लिक्विड हो खासमा, नभए वाटर भन्ने बुझ्छ नि, वाटर कुरा सुधार छ। एनामलस एक्सपान्सन अफ वाटर भन्ने कुरा तिमीले पढेको हो, यो चाहिँ पढेको एनामलस एक्सपान्सन अफ वाटर भन्ने कुरा तिमीले पढेको है, 10मा पढेको कुरा हो एनामलस एक्सपान्सन अफ वाटर भनेको चाहिँ। यहीको कन्सेप्टबाट चाहिँ के गरौँ भन्दाखेरि अब भोल्युम अफ वाटर के हुन्छ भन्दाखेरि अब सिम्पल कुरा हो, एनामलस एक्सपान्सन अफ वाटरले के भन्छ भन्दाखेरि 0 to 4 डिग्री सेल्सियससम्म चाहिँ वाटरको चाहिँ भोल्युम चाहिँ ग्रेजुअली डिक्रिज हुन्छ भन्छ, ग्रेजुअली डिक्रिज 0 to 4 डिग्री सेल्सियससम्म चाहिँ ग्रेजुअली वाटरको भोल्युम चाहिँ डिक्रिज हुन्छ, ग्रेजुअली डिक्रिज हुन्छ होइन वाटरको भोल्युम चाहिँ। त्यसपछि 4 डिग्री सेल्सियसदेखि उता अनुहार जति जान्छ नि, अब जति दिन जान्छ होइन त्यहाँपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ भोल्युम चाहिँ के हुन्छ, इन्क्रिमेन्ट हुन्छ भनेपछि यो एनामलस एक्सपान्सन अफ वाटर हो, तिमीले पढायो होला होइन, 10मा पढेको हो यो कुराहरू। सो यसको करेक्ट आन्सर चाहिँ कुन हो भन्दाखेरि फर्स्ट डिक्रिज देन इन्क्रिज है, यो यसको करेक्ट आन्सर चाहिँ फर्स्ट डिक्रिज देन इन्क्रिज हो। यसमा डिट गरिदिन्छु, यो चाहिँ चाहिँदैन, एनामलस एक्सपान्सन अफ वाटर भन्ने चाहिँ तिमीले पढेको कुरा है यो चाहिँ। सो अर्को कुरा के, अर्को क्वेसन चाहिँ के सोधेको छ भन्दाखेरि चाहिँ द म्याक्सिमम भोल्युम अफ वाटर, द म्याक्सिमम भोल्युम अफ वाटर इज एट कति डिग्री सेल्सियस म्याक्सिमम भोल्युम हुन्छ, यो पढेको कुरा होइन। यो भनेको तिमीहरूको सिम्पली यो चाहिँ सिम्पल क्वेसन हो, यो भनेको चाहिँ 100 डिग्री सेल्सियस वाटरको भोल्युम चाहिँ म्याक्सिमम हुन्छ, वाटर बोइल्स एट 100 डिग्री सेल्सियस, यो चाहिँ फ्याक्ट भयो नि त होइन, म तिमीलाई इङ्ग्लिस पनि पढाउँछु, त्यो रुलहरूमा युज हुन्छ छाड्यो अहिले। अनि वाटर फ्रिज एट कतिमा हुन्छ यो, अब यहाँनिर कतिजना झुक्किन्छन् विद्यार्थीहरू, झुक्किन्छन् के भन्दाखेरि डाइरेक्ट के गर्छ 0 फारेनहाइट गरिदिन्छन् होइन, यिनले के देख्छन् 0 डिग्री सेल्सियस भन्ने बुझ्छन्, तब हतार हुन्छ 0 डिग्री सेल्सियसमा वाटर फ्रिज हुन्छ, यो करेक्ट हो होइन। अनि हतारमा के गर्ने 0 माइल पनि लगाइन्छन् स्केल नदेखेर भनेपछि अब त्यो त्यसपछि चाहिँ त्यसमा के हुन्छ भन्दाखेरि अब त्यो करेक्ट गर्न मिल्दैन। त्यही भएर चाहिँ के गर भन्छ भन्दाखेरि लास्टको दिन कुन स्केलमा छ त्यो चाहिँ हेर है, रिडिङ यहाँ कुन स्केलमा छ भन्ने पनि त्यहाँ बुझ, चेन्ज गरौँ यसलाई। फेरि हामीलाई के चाहियो फारेनहाइटमा छ भने चाहिँ हामीलाई के थाहा छ, हामीलाई 0 डिग्री सेल्सियसमा थाहा छ भने चाहिँ फारेनहाइटमा कन्भर्ट गर्नु पऱ्यो भने फेरि रिलेसन चाहियो हामीलाई होइन। अब यता फेरि त्यही रिलेसन लेखौँ है, म यो चाहिँ कन्सेप्टको लागि राखिदिएको, यो चाहिँ डिट गरिदिन्छु वाटर फ्रिज। अब के रिलेसन तिमीलाई याद गऱ्यो भने चाहिँ भन त, एकचोटि म लेख्छु तिमीहरू भन त ल, के भनेको थियो एकदमै C/100 इज इक्वल्स टु F - 32 बाई कति 100 हो होइन 180 हो है, ल ठिक छ। अनि हाम्रो 0 डिग्री सेल्सियस थाहा छ, यो कम्प्लिटली यो त 0 भइहाल्यो होइन, 0 टाइम्स अब यो कटाइदियो यो भन्दा 0 टाइम्स 18 इज इक्वल्स टु 10F - 32 हो होइन। अनि अब त्यहाँपछि के गर भन्दाखेरि चाहिँ 10F - 320 भयो, सरी यो चाहिँ 0 भइहाल्यो, 320लाई यता लग्यो भने 320 10F भयो, अनि यो 0 कट्यो भने फारेनहाइटमा कति आयो 32 आयो आन्सर भनेपछि 32 डिग्री फारेनहाइटमा आयो होइन। भनेपछि यसको आन्सर के हुन्छ, वाटर फ्रिज कतिमा हुँदो रहेछ भन्दाखेरि 0 डिग्री सेल्सियसमा हो, तर फारेनहाइटमा गर्दाखेरि चाहिँ कति हो 32 डिग्री फारेनहाइट होइन। यसको आन्सर के भन्नुभयो पखमा हाइलाइट गरिदिन्छु, 32 डिग्री फारेनहाइट, यसको आन्सर चाहिँ यो हुन्छ। सो म यो चाहिँ डिट गरिदिन्छु किनभने चाहिँ यो चाहिँ तिमीहरूको यो चाहिँदैन, त्यहाँ मैले चाहिँ फर्स्टमा चाहिँ किन गरिदिएको भन्दाखेरि फर्स्टमा त्यो एउटा स्याम्पलको रूपमा पनि त रहन्छ नि त होइन, त्यही भएर चाहिँ म त्यो चाहिँ डिट गर्दिनँ। सो यो चाहिँ डिट गरिदिएको है। सो द बोइलिङ पोइन्ट अफ मर्करी, यो चाहिँ याद गर्नुपर्ने कुरा हो, यसको लागि चाहिँ कुनै पनि क्यालकुलेसन हुँदैन, यो जुन छ नि यो चाहिँ याद नै गर्नुपर्ने कुरा हो। यो क्वेसन जुन 5 नम्बर क्वेसन छ नि यो चाहिँ तिमीले याद नै गर्नुपर्ने कुरा हो। यसको चाहिँ म भनिदिन्छु, यसको चाहिँ तिमीलाई एप्रोक्सिमेटली चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ यसको एप्रोक्सिमेटली भ्यालु चाहिँ कति डिग्री सेल्सियस हुन्छ भन्दाखेरि मर्करीको बोइलिङ पोइन्ट एसटिपी स्ट्यान्डर्ड टेम्परेचर प्रेसरमा, एसटिपी भनेको के हो स्ट्यान्डर्ड, रुख मैले चाहिँ लेखिदिन्छु है पख ध्यान लेख्नु नोटमै, अब म माथितिर चाहिँ नोट लेखिदिन्छु। एसटिपी भनेको के भन्दाखेरि यो चाहिँ म तिमीहरूलाई यो पिडिएफ चाहिँ प्रोभाइड गरिदिन्छु, चिन्ता नगर। एसटिपी भनेको चाहिँ तिमीहरूको स्ट्यान्डर्ड टेम्परेचर एन्ड प्रेसर हो, स्ट्यान्डर्ड टेम्परेचर प्रेसर हो होइन। अनि यस्तो तिमीहरूको एसटिपी जस्तो अर्को हुन्छ तिमीहरूको एनटिपी हुन्छ। एनटिपी चाहिँ के हो, नर्मल टेम्परेचर प्रेसर। एनटिपी भनेको चाहिँ तिम्रो के हो, नर्मल टेम्परेचर प्रेसर। यो चाहिँ एकदम याद गर्ने, सरी याद गर्ने भन्दाखेरि यो चाहिँ पढ्छ तिमी 11मा, यसको मिनिङ चाहिँ थाहा पाऊ है, एकदम चाहिन्छ। अहिले नचाहिने अरू कुनै केमिस्ट्री गर्दाखेरि चाहिँ पछि यसको अरूमा डिपली जान्छु, अहिले जस्तो चाहिँदैन। यसको चाहिँ मैले के भने भ्यालु चाहिँ याद गर्नुपर्छ, एप्रोक्सिमेटली चाहिँ कति हुन्छ भन्दाखेरि 356.73 डिग्री सेल्सियस हुन्छ है। एप्रोक्सिमेटली यति हुन्छ भने 356.73 हुन्छ, 73 मैले कति भनेको बिर्सेँ, यसको हुन चाहिँ 356.73 डिग्री सेल्सियस हुन्छ भने चाहिँ अब यसको मिल्दो जुल्दो कुन छ भन्दाखेरि मिल्दै जुल्दै भाइ को भने भन्दाखेरि यसको चाहिँ यो चाहिँ 357 डिग्री सेल्सियस छ। यो चाहिँ याद राख्नुपर्ने कुरा हो है तिमीहरूले।
सो नेक्स्ट क्वेसनमा गइहालौँ हामी होइन। सो नेक्स्ट क्वेसनमा गइहालौँ। नेक्स्ट क्वेसनमा के भनेको छ, द एब्सोल्युट जेरो टेम्परेचर इज द टेम्परेचर एट विच के हुन्छ त। सो अब चाहिँ तिमीले 11 क्लासमा आएर चाहिँ पढ्नुपर्छ। यो म्याक्सिमम् 11कै कोर्स हो होइन, तर 10मा चाहिँ तिमीले पढ्यौ, त्यही भएर चाहिँ ब्रिज कोर्सबाट चाहिँ थ्रुबाट जाऊ भन्छ होइन सेन्ट जेभियर्सहरूमा। तर ठिकै छ, एब्सोल्युट जेरो टेम्परेचर भनेको के भन्दाखेरि त्यस्तो टेम्परेचर थाहा पाउनु पऱ्यो। एब्सोल्युट जेरो टेम्परेचर भनेको चाहिँ त्यस्तो टेम्परेचर हो जसमा चाहिँ मोलिक्युलको चाहिँ के हुन्छ, मुभमेन्ट चाहिँ स्टप हुन्छ, जेरो हुन्छ होइन। मोलिकुलर मुभमेन्ट चाहिँ स्टप हुन्छ, मोलिकुलर मुभमेन्ट चाहिँ जेरो हुन्छ अर स्टप्स, मोलिकुलर मुभमेन्ट स्टप्स होइन। के भने एब्सोल्युट जेरो टेम्परेचरमा, एब्सोल्युट जेरो टेम्परेचरमा यो भनेको के भन्ने लागिरहेको होला एब्सोल्युट जेरो टेम्परेचर। अब यो के भन्दाखेरि अब सबै यो हामीले के गर्छौँ भनेर चाहिँ एब्सोल्युट जेरो टेम्परेचर ग्यासको कुरा गर्छौँ भनेर। अब ग्यासभित्र के हुन्छ, मोलिक्युल हुन्छ, ग्यास भन्नुमा लिक्विड होइन, ग्यासै कुरा गरौँ होइन। अब ग्यास कुनै एउटा यत्रो ग्यास छ होइन, यत्रो भोल्युमको ग्यास छ भने चाहिँ यसमा सानो के हुन्छ भन्दाखेरि टाइनी यसमा मोलिक्युल्सहरू हुन्छन् होइन। मोलिक्युल्सहरू हुन्छन् भनेपछि तिमीले के बुझ्नु जरुरी छ भन्दाखेरि यो मोलिक्युल्सको मुभमेन्ट चाहिँ जेरो हुन्छ भने यो टोटल जुन पार्टिकल या मोलिक्युल्सको जुन टेम्परेचर एभरेज काइनेटिक एनर्जी यो चाहिँ कति हुन्छ भन्दाखेरि यो चाहिँ के हुन्छ भन्दाखेरि यसलाई चाहिँ एब्सोल्युट जेरो टेम्परेचर भन्छौँ। यो चाहिँ 0 केल्भिन एट 200 यसै कति हुन्छ, 0 केल्भिन एट 273 पोइन्ट कति चाहिँ फ्यारेनहाइट हुन्छ, डिग्री सेल्सियस हुन्छ। यो चाहिँ तिमीले कन्भर्ट गरेर चाहिँ बुझ्नु होइन। मैले के भन्न खोजेको हेर्ने भन्दाखेरि एब्सोल्युट जेरो टेम्परेचर भनेको त्यस्तो टेम्परेचर होइन जसमा चाहिँ के हुन्छ, मोलिकुलर मुभमेन्ट चाहिँ जेरो हुन्छ। मैले ग्यासको इक्जाम्पल तिमीलाई हेर्न दिइहालेँ। सो अब नेक्स्ट क्वेसनमा चाहिँ यसमा चाहिँ के भयो भन्दाखेरि अरू अप्सन हेर्दै परेन कि होइन, यसको थाहा छ नि त, मोलिकुलर मुभमेन्ट चाहिँ स्टप हुन्छ, मोलिकुलर म्याक्सिमम हुने चान्सेस नै हुँदैन। सो यति नै थियो यसको फर्स्टको मैले हेर्न राखेको। अब नेक्स्ट हेर्ने छ, अरू क्वेसन तिमीको हेर्ने छ। सो यसलाई चाहिँ मैले माथि लगिदिउँ कि भन्ने जस्तो पनि फिल भइरहेको छ मलाई। वेट पख है, ल ठिकै छ। यसलाई चाहिँ मैले के गरेँ भन्दाखेरि माथि जान्छु कि नै, वेट जानु चाहिँ पर्ने हो, सरी यसमै एड गरेको चाहिँ जानुले चाहिँ। सो यसको चाहिँ म हेरेर के गर्छु भन्दाखेरि अब म यसको सोल्युसन चाहिँ गर्नुपर्ने हुन्छ, यो चाहिँ माथिको होइन। र ठिकै छ होइन। अर्को क्वेसन के छ, ट्रान्समिसन अफ एनर्जी टेक्स प्लेस, यस्तो चाहिँ यो चाहिँ त्यही अघिको अप्सन हो है, त्यही एउटा एब्सोल्युट जेरोलाई चाहिँ हुँदैन, नहुने कुरा चाहिँ किन गर्दैन। मैले ठिक माथि लगाइदिइसकेँ होइन, हेर्नु चाहिँ हाइलाइट गरिदिइसकेँ, सरी भएको रहेनछ, यसो मैले हाइलाइट गरिदिइसकेको चाहिँ मोलिकुलर मुभमेन्ट चाहिँ स्टप्स हुन्छ भनेर होइन, मोलिकुलर मुभमेन्ट स्टप्स पख है। मोलिकुलर मुभमेन्ट चाहिँ स्टप्स छ, जेरो मैले आउने यही लेखाएको छु हेर्ने। मोलिकुलर मुभमेन्ट चाहिँ स्टप्स हुन्छ, जेरो हुन्छ भन्ने मतलब एउटै हो। अब के अर्को क्वेसन के छ, वाट इज द अमाउन्ट अफ हिट रिक्वायर्ड टु रेज द टेम्परेचर अफ 1 ग्राम अफ वाटर फ्रम 0 डिग्री सेल्सियस टु 20 डिग्री सेल्सियस टु 20 डिग्री सेल्सियस। यो चाहिँ मिठो क्वेसन छ, यो चाहिँ तिमीले पढेर आएको कहिले सुनेछौ, स्पेसिफिक हिट क्यापासिटी भनेर। यो सुनेको होला, स्पेसिफिक हिट क्यापासिटी भनेर सुन्दा आएको होला। स्पेसिफिक हिट क्यापासिटी भनेको के भन्दाखेरि कुनै पनि 1 ग्राम कुनै पनि सब्सटेन्स 1 ग्राम सब्सटेन्सको चाहिँ टेम्परेचरलाई चाहिँ 1 डिग्री सेल्सियसले बढाउनलाई चाहिने हिट इनर्जी चाहिँ हामी के भन्छ, स्पेसिफिक हिट क्यापासिटी भन्छौँ होइन। सो स्पेसिफिक हिट क्यापासिटी अफ वाटर चाहिँ कति हुन्छ भन्दाखेरि स्पेसिफिक हिट, सरी म हेर्नु लेखिदिन्छु स्पेसिफिक हिट क्यापासिटी अफ वाटर चाहिँ तिम्रो के हुन्छ भन्दाखेरि यो चाहिँ स्पेसिफिक एस भयो, हिट क्यापासिटी चाहिँ यो सर्ट फर्ममा लेखेको मैले। वाटर चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ यो त्यो 4200 जुल हुन्छ, मतलब कि 4200 जुल हुन्छ भनेको चाहिँ तिमीले बुझ्नुपर्छ। यो चाहिँ पढेर आएको कुरा हो, म किन हो कसरी भयो चाहिँ भन्दैन होइन, यति कुरा चाहिँ बुझ्नुपर्छ। यसको डिपर क्वेसनहरू नि हुन्छ होइन, क्यालोरिमिटरहरू तिमीले गऱ्यो होला क्यालकुलेसनहरू होइन। सो यो चाहिँ स्पेसिफिक हिट क्यापासिटी अफ वाटर चाहिँ कति हुन्छ, 4200 जुल हुन्छ। पक्क म हेरेर लेखिदिन्छु तिमीलाई। के थाहा पाउनु पऱ्यो भन्दाखेरि 1 ग्राम अफ वाटर चाहिँ 20 डिग्री सेल्सियसदेखि 20 डिग्री सेल्सियसमा कति चाहिन्छ भन्दाखेरि 4200 जुल चाहिन्छ, 400 या 4200 चाहिँ जुल चाहिन्छ। यो चाहिँ स्पेसिफिक हिट क्यापासिटीको कन्सेप्ट अन्तर्गत पर्छ होइन। सो रुक म तिमीलाई हामी लेखिदिन्छु, स्पेसिफिक हिट क्यापासिटी अफ वाटर कति हुन्छ भने मैले यो चाहिँ म्याटेरियल या सब्सटेन्स अनुसार डिफर गर्छ, 4200 जुल। एन्ड चाहिँ ल मैले चाहिँ बक्समा राखिदिन्छु है, डब्बामा राख्दिएँ मैले हानेर। सो ठिकै छ। वाटर अर्को क्वेसन जाम अब, वाटर हेज लोएस्ट डेन्सिटी एट भनेको छ। सरी के गरेँ मैले, ल वाटर हेज लोएस्ट डेन्सिटी लोअर भन्दा मैले लोएस्ट डेन्सिटी कतिमा हुन्छ वाटर भन्दाखेरि त्यो सोच्नुपर्छ। म्याक्सिमम भोल्युम केसमा हुन्छ भन्ने कुरा तिमीले थाहा पाउनुपर्छ। अब हेर्न विद्यार्थीहरू झुकिन्छन् कि स्पेसिफिक हिट क्यापासिटी, सरी एनालाइसिस एक्सपेन्सन अफ हिट पढेर आएको हुन्छ होइन, एनालाइसिस एक्सपेन्सन अफ हिट, अनि त्यहाँबाट झुकिने गर्छन् 4 डिग्री सेल्सियसमा कि 100 डिग्री सेल्सियसमा। यति कुरा बुझ्नु, 4 डिग्री सेल्सियस मिनिमम भोल्युम हुन्छ, यसमा चाहिँ मिनिमम भोल्युम हुन्छ है, अनि यसमा चाहिँ म्याक्सिमम भोल्युम हुन्छ। अगाडि क्वेसन गरे पनि अघिल्लो क्वेसन हेर्नेर चाहिँ कुन चाहिँ क्वेसन थियो हेर्नेर तिमीहरूको कुन चाहिँ क्वेसन थियो भन्दाखेरि चाहिँ म्याक्सिमम भोल्युम अफ वाटर यस्तै टाइप कुन क्वेसन गरेको थियो होइन। सो त्यस्तै टाइप क्वेसन हो यो। अब म्याक्सिमम भोल्युम केसमा हुन्छ 100 डिग्री सेल्सियस, हामीले अगाडिबाट थाहा पायौँ भनेपछि मिनिमम अब डेन्सिटी र भोल्युम के हुन्छ, इन्भर्स रिलेसन हुन्छ किन, डेन्सिटी इक्वल्स टु 1 बाइ भोल्युम होइन। यो चाहिँ के हुन्छ, सरी 1 बाइ भोल्युम लेख्न मिल्दैन, डेन्सिटी
यो चाहिँ के भन्छ डिरेक्टली प्रोपोर्सनलको साइन चाहिँ देखाउनुपर्छ। डेन्सिटी इज इन्भर्सली प्रोपोर्सनल टु भोल्युम, यो कुरा चाहिँ तिमीलाई थाहा पाएकै होला होइन। भनेपछि म्याक्सिमम भोल्युम 100 डिग्री सेल्सियसमा हुन्छ नि मिनिमम डेन्सिटी पनि 100 डिग्री सेल्सियसमै हुन्छ भन्ने कुरा चाहिँ तिमीले बुझ्यो भन्ने आशा गर्दछु। सो यसको आन्सर चाहिँ डी हुन्छ है 100 डिग्री सेल्सियस। सो अब जाऊँ अर्को क्वेसनमा। अब म चाहिँ भट्टाभट गरिदिन्छु किनभने यहाँनिर कति टाइम भइसक्यो 17 मिनट भइसक्यो है। लुका म हल्का स्पिड नै बढाएर तिमीहरूलाई भिडियो प्रोभाइड गरिदिन्छु किनभने हल्का ल्याङ लाग्न थाल्छ तिमीहरूलाई। हल्का 1.5x चाहिँ हेर्नु, हल्का बेटर क्वालिटी या तिमीलाई छिटो हतार भइरहेछ भने चाहिँ 1.5x हेर्दा चाहिँ एकदम बेटर होइन। सो अर्को क्वेसनमा जाऊँ हामी। द अल्कोहल थर्मोमिटर क्यान बी युज टु मेजर द टेम्परेचर अफ, कहाँको टेम्परेचर चाहिँ मेजर गर्न हेल्प हुन्छ भन्दाखेरि अल्कोहल टेम्परेचर सधैँ याद राख्नु भन्ने कुरा हो। अब म कति कुरा भन्छु तिमीलाई, यहाँ चाहिँ तिमीले कति कुराहरू चाहिँ पढेको हुँदैनौ, म तिमीलाई याद राख्ने भन्ने कुरा चाहिँ म तिमीलाई डिनोट गरिदिन्छु। याद राख्नुपर्ने भन्ने कुराहरू चाहिँ याद राख्नु। अब किन भन्दाखेरि यहाँ धेरै कुराहरू छन् कि अब यस्ता यस्ता कुराहरू चाहिँ तिमीले याद राख्नुपर्ने भने तिमीले पढेका छैनौ। आइसोथर्मल प्रोसेस भन्ने के हो होइन, अनि रिमेन्स कन्स्टेन्ट केसमा आइसो डाइनामिक यस्तो यस्तो कुराहरू चाहिँ तिमीले पढेका छैनौ। सो कति कुराहरू चाहिँ मैले याद राख भनेर आउँछु, त्यो कुराहरू चाहिँ तिमीले याद राख्नुपर्छ। सो अल्कोहल थर्मोमिटर चाहिँ के गर्छ भन्दाखेरि एकदम भेरी कोल्ड प्लेसको टेम्परेचर चाहिँ के गर्छ मेजर गर्नमा चाहिँ हेल्प गर्छ भने यसको आन्सर चाहिँ के भन्दाखेरि सी हुन्छ। यो चाहिँ याद राख्नुपर्ने कुरा हो। सो 10 नम्बरमा जाऊँ अब हामी। एट द टप अफ द माउन्टेन वाटर बोइल्स एट टेम्परेचर कति हो त? यसको आन्सर चाहिँ हल्का सोच त, मतलब कि टपमा चाहिँ के हुन्छ, माउन्टेनको टपमा के हुन्छ पहिला म तिमीलाई चाहिँ कन्सेप्ट दिन्छु है। जस्तै यो माउन्टेन भयो अरे होइन, पख यो एउटा कुनै पनि माउन्टेन भयो अरे होइन, यो माउन्टेन भयो भनेपछि चाहिँ त्यो माउन्टेन ल यो चाहिँ टपमा छ अरे, यो टपमा चाहिँ हानेर अनि हानेर चाहिँ म यहाँ चाहिँ के छ भन्दाखेरि यो बिलोमा छ भने अब यहाँ र यहाँ चाहिँ वाटर चाहिँ के हुन्छ भन्दाखेरि सेम, यसको चाहिँ बोइलिङ पोइन्ट चाहिँ सेम हुँदैन कि, मतलब कि वाटर चाहिँ के गर्छ खासमा तिमीलाई थाहा छ किन होइन, वाटरको बोइलिङ पोइन्ट के हो 100 डिग्री सेल्सियसमा वाटर चाहिँ बोइल हुन्छ होइन। भनेपछि टप अफ द माउन्टेनमा चाहिँ यो चाहिँ 100 डिग्री सेल्सियसमा बोइल हुँदैन। किन भनेपछि एउटा कुरा तिमीले बुझ्न के जरुरी छ भन्दाखेरि चाहिँ यो बोइलिङ पोइन्ट भन्ने जुन छ नि, म यहाँ लेखिदिन्छु तिमीहरूलाई, मैले यही माथि गराइदिइरहेको छु होइन, हेर्ने यहाँ नि युज गरौँ होइन। यो जुन बोइलिङ पोइन्ट छ नि, बोइलिङ पोइन्ट चाहिँ तिम्रो केसँग प्रोपोर्सनल हुन्छ भन्दाखेरि यो चाहिँ डिरेक्टली प्रोपोर्सनल कोसँग हुन्छ भन्दाखेरि चाहिँ तिम्रो एटमोस्फेरिक प्रेसरसँग चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो बोइलिङ पोइन्ट चाहिँ डिरेक्टली प्रोपोर्सनल हुन्छ। भनेपछि अब एटमोस्फेरिक प्रेसर चाहिँ जति माथि गयो अल्टिट्युड, जति माथि अल्टिट्युड बढ्दै गयो अल्टिट्युडसँग होइन, जति माथि अल्टिट्युड बढ्दै गयो एटमोस्फेरिक प्रेसर चाहिँ घट्दै जान्छ भन्ने कुरा बुझ्नु होइन। एटमोस्फेरिक प्रेसर कति हुन्छ किनभने एटमोस्फेरिक प्रेसर भनेको चाहिँ इयरले एक्सेल गर्ने प्रेसर हो नि त होइन। एटमोस्फेरिक प्रेसर चाहिँ के हुन्छ भन्दाखेरि एटमोस्फेरिक प्रेसर चाहिँ डिक्रिजेज is the altitude increases है। जति अल्टिट्युड बढ्दै गयो त्यति एटमोस्फेरिक प्रेसर चाहिँ घट्दै जान्छ। अब एटमोस्फेरिक प्रेसर घट्दै जान्छ भने बोइलिङ पोइन्ट पनि घट्ने नै भयो। एउटा म हेर्न तिमीलाई सिम्पल एउटा मिठो रिलेसन लेखाइदिएको एटमोस्फेरिक प्रेसरको, यो बोइलिङ पोइन्ट चाहिँ डिरेक्टली प्रोपोर्सनल हुन्छ एटमोस्फेरिक प्रेसर भन्ने कुरा चाहिँ तिमीले बुझ्नु है, यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। सो तिमीलाई चाहिँ म यहाँ नोट पनि लगिदिन्छु माथि होइन। सो यसको आन्सर अब तिमीले थाहा पाइसक्यो होला होइन, यो जति घुमाए पनि यो कुरा चाहिँ त्यो नै भन्न खोजेको, यो चाहिँ कन्सेप्ट बोइलिङ पोइन्ट अफ वाटर नै तिमीलाई सोध्न खोजेको उसले चाहिँ होइन, यो क्वेसनले चाहिँ। सो पक्का तिमीलाई चाहिँ म कहाँनिर लगिदिन्छु भन्दाखेरि चाहिँ टपमा चाहिँ म तिमीलाई इम्पोर्टेन्ट कुराहरू चाहिँ लेखिदिन्छु ल। यहाँनिर चाहिँ यसको ल यहाँनिर चाहिँ मैले यहाँनिर के हुन्छ एटमोस्फेरिक प्रेसर चाहिँ डिक्रिज हुँदै जान्छ, एल्टिट्युड इन्क्रिज जति माथि गयो त्यति चाहिँ एटमोस्फेरिक प्रेसर चाहिँ घट्दै जान्छ। एटमोस्फेरिक प्रेसर घट्दै गयो भने चाहिँ बोइलिङ पोइन्ट पनि त्यसरी चाहिँ घट्यो भन्ने कुरा चाहिँ तिमीले यहाँबाट बुझ्नु। सो यो चाहिँ यत्रो कुराहरू चाहिँ यहाँनिर भनिराख्नु परेन। स्पेसिफिक हिट क्यापासिटीवाला कुरा चाहिँ अब पख है, यो चाहिँ म हल्का तल ल्याइदिएँ, यसलाई चाहिँ मैले सरी पक्कै सबै बिग्रिहाल्यो, हेर न सबै बिग्रिहाल्यो यहाँनिर, सबै बिग्रिहाल्यो है। ठिकै छ, म तिमीलाई आन्सरहरू लेखाइदिइहाल्छु, के चिन्ता गर्छु होइन। स्पेसिफिक हिट क्यापासिटी वेट यो चाहिँ धेरै भइहाल्यो अहिले त, सेप के भइरहेछ वेट ल ठिकै छ। यो चाहिँ हेरेर बुझ्नु है, तिमीले चाहिँ यो बुझ्नु है ल। यसलाई चाहिँ म हेरेर मेटाइदिन्छु, यताउता चलाउनु एकदम गाह्रो छ क्या ल। यसको आन्सर के हुन्छ तिमीलाई थाहा छ, यो 40 to 100 जुल हुन्छ। अनि यसको चाहिँ के हो लो डेन्सिटी के हुन्छ 100 डिग्री सेल्सियसमा हुन्छ। अनि त्यसपछि चाहिँ के भेरी कोल्ड त्यसको लागि चाहिँ मेजर गर्न हेल्प हुन्छ भनिदिएको थिएँ। अब यसको आन्सर के भन्दा एउटा टप अफ द माउन्टेन के हुन्छ वाटर चाहिँ के हुन्छ बोइल्स लेस देन 100 डिग्री सेल्सियसमा चाहिँ के हुन्छ बोइलिङ पोइन्ट चाहिँ के हुन्छ, यसको चाहिँ बोइलिङ पोइन्ट हुन्छ। किनभने चाहिँ मैले भनिहालेँ बोइलिङ पोइन्ट केसँग डिरेक्टली प्रोपोर्सनल हुन्छ भन्दाखेरि चाहिँ तिमीहरूको एटमोस्फेरिक प्रेसर चाहिँ तिम्रो घट्दै जान्छ होइन। मान्छे जति अल्टिट्युड बढ्यो एटमोस्फेरिक प्रेसर घट्यो भने बोइलिङ पोइन्ट पनि घट्यो है। एभरेज ह्युमन बडी टेम्परेचर यो चाहिँ तिमीहरूको 13 डिग्री सेल्सियस चाहिँ सुनेको होला होइन तिमीले, र सँगसँगै 13 डिग्री सेल्सियस सुनेको छ भने चाहिँ अब तिमीले के सुनेर भन्दाखेरि 98.6। अब यहाँनिर चाहिँ एउटा के गल्तीले गरेको छ भन्दाखेरि यहाँनिर होइन, म भन्नै पर्ने गल्ती हो यो चाहिँ। यहाँनिर चाहिँ डिग्री सेल्सियस र फ्यारेनहाइट लेख्नु पर्ने, यो चाहिँ हल्का यताउता गरेछ। यसो बुझ्नु डिग्री सेल्सियस डिग्री फ्यारेनहाइट, यसलाई कम गऱ्यो फ्यारेनहाइट पनि एन हुन्छ। यसको आन्सर चाहिँ के हुन्छ, यो याद गर्नुपर्ने कुरा यो चाहिँ। यसको आन्सर चाहिँ के हुन्छ भन्दाखेरि बोथ एबी हुन्छ है। सो यति गरेर चाहिँ अब अर्को जामै छिटो गरिदिउँ अब क्वेसनहरू, किनभने एकदम लामो भइसक्यो भिडियो होइन, 22 मिनटको भइसकेको छ। थर्मल स्टेट अफ बडी इज गिभन बाई, तिमीले चाहिँ थर्मल स्टेट
थर्मल स्टेट चाहिँ भनेको थर्मल स्टेट चाहिँ अब 11 क्लासमा पढ्छु। यो भनेको थर्मल स्टेट यो हिटसँग रिलेटेड छ भने थर्मल भन्ने बित्तिकै हिट हो। अब हिट स्टेट अफ बडी भनौँ न थर्मल कस्तो कन्डिसनमा कुन हिटको कन्डिसनमा चाहिँ छ बडी भन्नुको मतलब त्यो टेम्परेचर दिन्छ नि कति तातेको छ कति चिसो छ भन्ने टेम्परेचर दिन्छ हैन। बडीको टेम्परेचर त्यही हो कति तातेको छ कति चिसोको छ भन्ने कुरा चाहिँ बुझ्नु थर्मल स्टेट भन्ने हैन। थर्मल भनेको म दुई कति ब्रेक डाउन गर्छु। थर्मल भनेको चाहिँ हिट भयो स्टेट भनेको चाहिँ कन्डिसन बडीको हिटको कन्डिसन के छ भन्ने कसरी थाहा त्यसलाई मेजर गरेर मेजर कसरी गरिन्छ टेम्परेचरको थ्रुबाट मेजर गरिन्छ। ए यसको ब्रेक डाउन हैन। अर्को क्वेसनमा जाम हामी अब पखै यसलाई चाहिँ हल्का ठिक ठाउँमा लाउनु पाए हुन्थ्यो कि भन्ने कुरा मेरो सोच हो। ल ठिकै छ फेरि यताउता भइहाल्यो छ्या पखै म यसलाई यस्तो गर्छु। ल ठिकै छ यताउता भइहाल्छ यो चाहिँ अब यतिकै बुझ्नु हैन। नभए म यति मैले रुक त पख त मैले लेखिदिन्छु तिमीलाई पख मेरो भाइ बहिनीहरू स्पेसिफिक क्यापासिटी अफ वाटर एस 2 एजी कसको दिन्छ 4 to 100 जुल हुन्छ। यो चाहिँ तिमीले याद गरिसक्यौ त्यो मैले लेखिदिएको यसलाई बक्सै ल यत्रो ठुलो बक्स गरिदिएँ मैले। ल अब छिटो गरौँ है। अब हेर्नु थ्योरीवाला कुराहरू छ कति हैन। ल द ब्रान्च अफ फिजिक्स द्याट डिल्स विथ द रिलेसन बिट्विन मेकानिकल एनर्जी भन्ने चाहिँ तिमीलाई के थाहा हुने थर्मोडायनामिक्स भनेर चाहिँ थाहा पाउनुपर्छ। थर्मोडायनामिक्स पढ्दा थर्मोडायनामिक्स होला भन्ने कुरा मलाई हल्का कमन सेन्स लाग्छ। तर थर्मो भनेको चाहिँ यसको ब्रेकडाउन चाहिँ अहिले थर्मो भनेपछि हिट डाइनामिक्स भनेको चाहिँ के हो मेकानिकल एनर्जी समथिङ भन्ने चाहिँ बुझ्न हैन। यति यो थर्मोडायनामिक्स चाहिँ दिन्छ कि रिलेसन बिट्विन हिट र मेकानिकल एनर्जी भन्ने कुरा याद राख। अब चाहिँ यो चाहिँ याद राख्नुपर्ने कुराहरू हो हैन। र आइसोथर्मल प्रोसेस यो तिमीहरूले पढेका छैनौ यो क्वेसन भयो अनि यसपछि यो पढेका छैनौ यो पढेका छैनौ। अब कन्डक्सन कन्भेक्सनहरु चाहिँ मैले बुझाउनु पर्ने हुन्छ। यति चाहिँ तिमीले याद राख्नुपर्ने कुरा हो हैन। र ठिकै छ याद राख्ने कुराहरू ल इन एन आइसोथर्मल प्रोसेसमा के हुन्छ भन्दाखेरि चाहिँ तिमीले थाहा पाउनुपर्ने कुरा आइसोथर्मल प्रोसेसमा के हुन्छ भन्दाखेरि चाहिँ टेम्परेचर चाहिँ सधैँ के हुन्छ कन्स्ट्यान्ट रहन्छ भन्ने कुरा बुझ। यो बुझ्नुपर्ने कुरा है। र के भन्दाखेरि द थर्मोडायनामिक्स प्रोसेस इन प्रेसर रिमेन कन्स्ट्यान्ट भनेपछि यो चाहिँ के भन्दा प्रेसर चाहिँ केसमा कन्स्ट्यान्ट हुन्छ भन्छ भने चाहिँ यो आइसोबारिकमा हैन प्रोसेसमा चाहिँ प्रेसर चाहिँ कन्स्ट्यान्ट हुन्छ भन्ने कुरा चाहिँ बुझ। आइसोबारिक के चाहिँ आइसोबारिकमा हैन। अब द ट्रिपल पोइन्ट अफ सब्स्टेन्स चाहिँ के छ भन्दाखेरि चाहिँ ट्रिपल पोइन्ट यस्तो टाइपको ग्राफ हुन्छ तिमीले पढ्छौ 11 मा आएर हैन। यस्तो टाइपको ग्राफ हुन्छ अनि चाहिँ छाड्दै यो ट्रिपल पोइन्ट चाहिँ यो चाहिँ के हो ट्रिपल पोइन्ट द ट्रिपल पोइन्ट अफ द सब्स्टेन्स इज युनिक है। यो चाहिँ युनिक हुन्छ भन्ने कुरा बुझ। अनि इन द प्रोसेस अफ इन व्हिच प्रोसेस मिडियम इज रिक्वायर्ड। अब चाहिँ रेट अफ हिट ट्रान्सफर या हिट ट्रान्सफर सरी पखमा तिमीले राम्रोसँग हेर्नु बुझ्यौ। ट्रान्सफर अफ हिट हेर्ने चाहिँ म बुझाइदिन्छु तिमीलाई के हो यो भनेको ट्रान्सफर अफ हिट। ट्रान्सफर अफ हिट भनेको सिम्पली ट्रान्सफर हुनु कुनै एउटा बडीबाट अर्को बडीमा या यो बडीमा अर्को बडी यो बडीदेखि अर्को बडी यो ट्रान्सफर अफ हिट भन्ने कुरा बुझ्छ कि हैन। यो ट्रान्सफर अफ हिट चाहिँ एउटा बडीबाट कुनै पनि एउटा मिडियमबाट अर्को मिडियममा ट्रान्सफर हुनलाई चाहिँ ट्रान्सफर अफ हिट हिटको ट्रान्सफरलाई भनिन्छ भन्दाखेरि यो चाहिँ तीनटै प्रोसेसबाट हुन्छ। सिम्पली तिमीले बुझ्नुपर्ने भनेको कन्डक्सन एउटा तिमीहरूको चाहिँ म राम्रोसँग लेख्दिन्छु पख। यो चाहिँ तिम्रो कन्डक्सन भइहाल्यो। अर्को रेडिएसन हुन्छ अनि एउटा चाहिँ कन्भेक्सन हुन्छ। कन्डक्सनमा चाहिँ के हुन्छ भन्दा म हेर्नु बुझाइन्छ त्यहाँबाट तिमीहरूले बुझिहाल्छ। कन्डक्सन भनेको चाहिँ के हुन्छ दुईवटा मिडियम चाहिँ हेर्नु चाहिँ हुन्छ दुईवटा मिडियम हुन्छन् यहाँ चाहिँ हिट प्रोडक्ट दुईटाले रब गरेर फ्रिक्सनले रब गरेर भनेपछि हेर्नु के भयो हेर्नु चाहिँ एउटाबाटै अर्कोमा हिट ट्रान्सफर भयो हैन। यसरी चाहिँ या भनौँ हिट प्रोडक्सन गरी एकापसमा ट्रान्सफर भयो। यति कुरा बुझ्नु कन्डक्सनमा चाहिँ मिडियम चाहिँ रिक्वायर्ड हुन्छ। दुईवटा मिडियम चाहिँ कम्पलसरी चाहिन्छ हैन। पख मिडियम चाहिँ पख एकैछिन पख है। कन्डक्सनमा के हुन्छ भन्दाखेरि रिक्वायरमेन्ट अफ मिडियम हुन्छ। रेडिएसनमा चाहिँ हुँदैन नो रिक्वायरमेन्ट अफ मिडियम। अनि कन्भेक्सन चाहिँ मलाई खासै यसको डेफिनेसन चाहिँ थाहा भएन हैन। तर यो चाहिँ कन्भेक्सन चाहिँ ग्यासेसहरुमा हुन्छ कि किटलहरुमा हुन्छ किटलदेखि गएको ग्यासहरुमा हुन्छ भन्ने कुरा चाहिँ बुझ्यो। यति चाहिँ तिनटा चाहिन्छ। अब यसमा के एउटा यसको मेन कन्सेप्ट के भन्दा यसमा मिडियम चाहिँ के हुन्छ चाहिन्छ रिक्वायरमेन्ट अफ मिडियम्स हुन्छ है। दुईटा मिडियम चाहिन्छ। रेडिएसनमा मिडियम चाहिँदैन कन्भेक्सनमा किटलमा हुन्छ भन्ने कुरा बुझ। यो चाहिँ सँग डिस्कस गर्नु अब। सो अब चाहिँ के छ हेर्नु भन्दाखेरि इन व्हिच प्रोसेस मिडियम इज नट रिक्वायर्ड कुन प्रोसेसमा चाहिँ मिडियम रिक्वायर्ड हुँदैन भनेपछि मलाई के भन्छ रेडिएसनमा चाहिँ मिडियम रिक्वायर्ड हुँदैन भन्ने कुरा गरेछ नि त हैन। यसको आन्सर चाहिँ के भयो रेडिएसन हुनु हैन। इक्जाम्पल पनि दिएको थिएँ हैन। रेडिएसनको इक्जाम्पल दिन्छु पख तिमीलाई म। यो चाहिँ रेडिएसन इक्जाम्पल एउटा सनबाट आएकोलाई चाहिँ एउटा मेजर मानिन्छ। सनबाट चाहिँ के आयो यहाँबाट चाहिँ रेडिएसन रे आयो हैन रे अफ लाइट आयो भनेपछि यहाँबाट के पनि एउटा कुनै मेटल राखेको थियो कुनै पनि मेटल ह्यान्डर छ अरे हैन। पख एउटा राम्रो मेटल बनाऊँ हैन। पख एउटा यस्तो एउटा कुनै पनि एउटा मटेरियल भएको चाहिँ एउटा मेटल छ अरे भन्ने कुरा बुझ्यो। चाहिँ एउटा मेटल होइन। अब यसलाई सनको रेबाट यहाँबाट लाइट आयो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब यहाँनिर योबाट हिटको ट्रान्सफर यसमा हुन्छ नि त हैन। यो तातिन्छ भनेपछि कन्डक्सन अफ हिट भयो हैन। हेर्नु यसमा चाहिँ के भयो कन्डक्सन अफ हिट भयो। केसको थ्रुबाट यो कन्डक्सन हैन यहाँ चाहिँ कन्डक्सन अफ हिट भयो। केबाट भन्दाखेरि चाहिँ अब सनबाट चाहिँ हामी ट्रान्सफर भएर चाहिँ यसमा चाहिँ हिटको चाहिँ कन्डक्सन भयो। यसको आन्सर चाहिँ रेडिएसन हुन्छ। इन स्टेडी स्टेट द टेम्परेचर अफ द रड। यसको आन्सर चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ तिमीले पढेका छैनौ। यो चाहिँ
टेम्परेचर अफ द रड के भन्छ स्टेडी स्टेटमा चाहिँ के डज चेन्ज अफ द टाइम बट इज डिफ्रेन्ट एट डिफ्रेन्ट पोइन्ट्स अफ द रड भन्ने कुरा चाहिँ बुझ है। यो चाहिँ कुनै पनि रड छ भनेपछि त्यसको चाहिँ स्टेडी स्टेटमा चाहिँ भनेपछि रड छ भनेपछि चाहिँ यहाँनिर देखेन होला, यो चाहिँ एउटा रड छ भनेपछि होइन, एउटा स्टेडी स्टेटमा भएको एउटा रड छ भनेपछि चाहिँ रड भन्ने कुरा बुझ्नु होइन। यसको चाहिँ के हुन्छ भन्दाखेरि टेम्परेचर अफ द रड चाहिँ के हुन्छ भन्दाखेरि यसको चाहिँ के हुन्छ, यसको चाहिँ टाइम अनुसार चेन्ज हुँदैन, डिफ्रेन्ट पोइन्ट्समा चाहिँ के हुन्छ भन्दाखेरि डिफ्रेन्ट चाहिँ के हुन्छ, यसको चाहिँ टेम्परेचर हुन्छ भन्ने कुरा बुझ्यो। एउटा कुनै पनि रड बनाइदिएको थियो अघि होइन, ठिकै छ ल। हिट प्रोड्युस बाई फ्रिक्सन इज ट्रान्सफर बाई, यो चाहिँ सिम्पल कुरा अघि नै भनेकै कुरा, यो भनेको कन्डक्सनबाट हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। फ्रिक्सन मैले यहाँनिर इक्जाम्पल दिएको थिएँ, कहाँनिर भन्छु भने मैले इक्जाम्पल यहाँनिर दिएको थिएँ फ्रिक्सन भन्ने के हो रिक्वायरमेन्ट अफ मिडियम होइन। सो 19 को पनि हामीले गऱ्यौँ, 19 को भयो होइन, 18 को पनि गऱ्यो, 18 को चाहिँ डी हुन्छ आन्सर भन्ने कुरा बुझ्नु तिमीहरूले। सो केटाकेटी हो यति नै हो। र अब लास्ट अब चाहिँ यहाँनिर अब के छ थ्योरीहरू छ, म सिधा तिमीहरूलाई गराइदिन्छु। द फेनोमेनन ल्यान्ड एन्ड सी ब्रिजको ल्यान्ड र सी ब्रिज चाहिँ तिमीहरूले अब 11 क्लासमा आएर बुझ्यौ यसको कन्सेप्ट। यो चाहिँ के बुझ्नु भन्दाखेरि चाहिँ अब ल्यान्ड र सी ब्रिजको चाहिँ के हुन्छ भन्दाखेरि इज द रिजल्ट अफ जुन फेनोमेनन चाहिँ यो कसको रिजल्ट हो भन्छ भने चाहिँ यो चाहिँ तिम्रो कन्भेक्सनको रिजल्ट हो। किटलवाला इक्जाम्पल दिएको थियो र यहाँ चाहिँ किटलवाला इक्जाम्पल र ल्यान्ड ब्रिज र सी ब्रिज जाने देखिन्छ बुझ्नु है। पक्का म यहाँ लेखिदिन्छु। यो भिडियो चाहिँ हल्का लेन्दी छ, तर तिमीहरूलाई म ब्रिज कोर्सकै जुन पे गरेर पढाइरहेको हुन्छ नि त्यो सबै कुरा चाहिँ मैले यहाँनिर तिमीलाई पढाइदिएको डाइरेक्ट। अब त्यो थ्योरी 1-1 घन्टाको लगाउनु भने डाइरेक्ट एमसिक्यू चाहिँ म सल्भ गरिदिएको तिमीहरूको लागि। सो त्यो चाहिँ हल्का पे गरेको भन्दा तिमीलाई एकदम भरपुर फाइदा उठाउन सक्ने चाहिँ हो यो तिमीलाई मैले भनिदिएको अहिले भनेको सबै कुराहरू। त्यो पैसा लिएर गर्दा तर यो 1-1 घन्टाको पनि गराइदिन्छ उनीहरूले चाहिँ क्लासहरू होइन। त्योभन्दा चाहिँ मैले तिमीहरूलाई चाहिँ यहाँनिर डाइरेक्ट एमसिक्यू सल्भ गराएर सबै कुराहरू समेटिदिएको छु होइन। ल्यान्ड ब्रिजमा मैले के भने चाहिँ सी ब्रिजको चाहिँ कन्सेप्ट यहाँनिर चाहिँ देखाउनु। ल्यान्ड ब्रिज र सी ब्रिज जहाँ देख्छु चाहिँ कन्भेक्सनको इक्जाम्पल हो भनेको चाहिँ बुझ्नु। याद गर्ने कुराहरू चाहिँ मैले याद गरेर भनिरहेको छु, बुझाउने कुरा चाहिँ मैले बुझाइरहेको छु होइन, सिम्पल त्यति हो कुराहरू। सो द एप्रोप्रिएट मेटेरियल फर कुकिङ पट पजेस फलोइङ क्यारेक्टर। सो अब यहाँनिर चाहिँ यो क्वेसन छ नि, अब यहाँदेखि तलको क्वेसनको लागि तिमीले एउटा कन्सेप्ट बुझ्नु जरुरी छ। अब यहाँनिर चाहिँ कन्डक्टिभिटी भनेको होइन, अब चाहिँ तिमीले यहाँनिर के बुझ्नु कन्डक्टिभिटी भन्नेको चाहिँ कन्सेप्ट यहाँ तिमीहरूले चाहिँ बुझ्नु जरुरी छैन। कन्डक्टिभिटी भनेको के हो भने चाहिँ कन्डक्टिभिटीको चाहिँ मैले यहाँ तिमीले के छ कन्सेप्ट दिन्छु कन्डक्टिभिटी भनेको के भनेर। यसको चाहिँ यहाँनिर लेख्दिउँ कन्डक्टिभिटी भनेको के भनेर है। वेट, कन्डक्टिभिटी भनेको चाहिँ तिमीहरू के भन्छ भनेपछि कुनै पनि मेटेरियलको एबिलिटी हो कि कस्तो एबिलिटी भन्छ भनेपछि त्यसमा चाहिँ के गर्नको लागि कन्डक्सन अफ हिटको लागि कन्डक्सन अफ प्रोडक्सन एन्ड कन्डक्सन अफ हिट या ट्रान्सफर भनौँ। कुनै पनि मेटेरियलले कतिको हिट चाहिँ कन्डक्ट गर्न सक्छ। हिट तिमीलाई भन, सरी मैले के लेखेको छु, सरी म राम्रोसँग लेखाइदिन्छु पक्कै। हल्लो गर्दा त्यहाँ राम्रो हुँदैन क्या, नोट राम्रोसँग लेखाइदिन्छु पक्कै, छिटो गरिदिन्छु मैले, ढिलो भइहाल्यो। र कन्डक्सन अफ हिट इलेक्ट्रिसिटी होइन, हिट अनि इलेक्ट्रिसिटी अब तिम्रो साउन्ड जुन छ नि यो चाहिँ एबिलिटी अफ मेटेरियल होइन, एबिलिटी अफ मटेरियल कुनै पनि एबिलिटी मटेरियलको त्यस्तो एबिलिटी जस्तो कि कन्डक्सन अफ हिट इलेक्ट्रिसिटी र साउन्ड। अब कन्डक्सन भनेको के भनेपछि अब जस्तै अब फ्लो अफ इलेक्ट्रोनले के हुन्छ जस्तो कुनै पनि एउटा कन्डक्टर छ भने चाहिँ त्यहाँ इलेक्ट्रोन फ्लो भएर चाहिँ के हुन्छ इलेक्ट्रिसिटी कन्डक्ट हुन्छ कि नै, त्यही इक्जाम्पल हो। कन्डक्सन अफ इलेक्ट्रिसिटी कस्तो, त्यहाँ प्रोडक्सन अफ इलेक्ट्रिसिटी कसरी हुन्छ। कन्डक्सन भनेको सिम्पली तिमीले के बुझ्यो भन्दा प्रोडक्सन भन्ने कुरा बुझ्यो क्या होइन, यति प्रोडक्सन अफ इलेक्ट्रिसिटी भनेको यति हो कन्सेप्ट होइन। कन्डक्सन चाहिँ अब हामीले तिमीले कुन मेटेरियलको बढी कन्डक्टिभिटी हुन्छ भन्ने कुरा चाहिँ त्यहीहरू सोध्छ होइन। ल प्रोडक्सन भन्ने कुरा चाहिँ बुझ यहाँबाट चाहिँ होइन, यो कन्डक्सन भन्छ प्रोडक्सन भन्ने कुरा चाहिँ बुझ। अब यहाँबाट म डाइरेक्ट मैले क्वेसनहरू चाहिँ गराइदिन्छु, त्यति बुझेर चाहिँ भइहाल्छ यहाँबाट। द मोस्ट एप्रोप्रिएट मेटेरियल फर कुकिङ हट पजेस बोथ फलोइङ क्यारेक्टर्स। अब हाई स्पेसिफिक हिट क्यापासिटी भनेपछि एकदम हिट ढिलो छोड्ने यो चाहिएन हामीलाई। अब भनेपछि अब लो अब हाई त हामीलाई चाहिएन होइन, एकदम बढी हिट के गर्ने या क्वेसनले भने बुझौँ है। द मोस्ट एप्रोप्रिएट मैले बुझ्यो, द मोस्ट एप्रोप्रिएट मेटेरियल फर कुकिङ एप्रोप्रिएट मेटेरियल के जुन कुकिङ पटको लागि जुन हामी जुन युज गर्छौँ तिमीले कुकिङ पटको लागि त्यसको लागि चाहिँ एप्रोप्रिएट मेटेरियल कुन हुन्छ त अनि भनेपछि अब हामीलाई के चाहियो सिम्पल। अब तिमी कन्सेप्टको लागि हेर्छौ भनेपछि त्यो कुकिङ पटसँग के हुनु पर्यो भन्दाखेरि अब त्यस्तै कम हिटले नै छिटो तातियोस् होइन, छिटो तातियोस् भन्ने कुरा हुनु पर्यो। सँगसँगै त्यस्तै बडी चाहिँ त्यसरी के गर्नु पर्यो, बडी कन्डक्सन अफ हिट चाहिँ दिएर चाहिँ त्यहाँ छिटो पाक्नु पर्यो नि त होइन भित्र भएको मटेरियलहरू। त्यसको लागि पहिला लो स्पेसिफिक हिट क्यापासिटी हामीले खोज्नु पर्यो र हाई कन्डक्टिभिटी खोज्नु पर्यो। अब हाई कन्डक्टिभिटी किन खोज्नु पर्यो भन्दाखेरि बडी कन्डक्सन चाहियो नि त हामीलाई, बडी कन्डक्सन चाहियो नि, त्यहाँनिर चाहिँ हिटको चाहिँ बडी कन्डक्सन भयो भने चाहिँ झन् राम्रोसँग पाक्ला बडी तातिएला। र हामीलाई के चाहियो भन्दाखेरि कम हिटमै बडी तातियोस् भने त्यसको डेफिनेसन चाहिँ तिमीले के स्पेसिफिक हिट क्यापासिटीले दिन्छ, स्पेसिफिक हिट भन्दा नि हुन्छ। यो चाहिँ लो स्पेसिफिक हिट कम हिटले पनि त्यसले बडी तातियोस् र तातिएर चाहिँ त्यसले चाहिँ बडी के गरोस् बडी तातियोस्, मतलब कि कम हिटमै त्यो पहिलासम्म हिट अब्जर्भ गरोस् कम हिटमै होइन। र हिट एकचोटि अब्जर्भ गरिसकेपछि या कन्डक्सन गरेपछि त्यसले के हो बडी हिट चाहिँ त्यसपछि त्यसले कन्डक्सन गर्न सकोस्। अरेन्ज कपर इन्डिङ थर्मल कन्डक्टिभिटी भनेको त्यही हो। र यसमा चाहिँ अब तिमीले मटेरियल चाहिँ याद नै गर्नुपर्ने हुन्छ तिमीले होइन। यो चाहिँ तिमीहरूको आइरनको कपरको चाहिँ सिल्भरको हुन्छ क्या होइन, इन्क्रिजिङ गर्छ सबभन्दा बढी आइरनको त्यसको कपरको सिल्भरको हुन्छ भन्ने कुरा चाहिँ बुझ होइन।
इन्क्रिजिङ भनेछ नि त, त्यही पनि इन्क्रिजिङ यस्तो हो, इन्क्रिजिङ यस्तो टाइपमा छ होइन, इन्क्रिजिङ यसरी गएको छ तिम्रो इन्क्रिजिङ। र ठिकै छ। अब टेम्परेचर ग्रेडियन्ट भनेको चाहिँ तिमीलाई के बुझ्छ, यसको चाहिँ डेफिनेट टेम्परेचर ग्रेडियन्ट भनेको चाहिँ के भन्दा यसमा फर्मुला लेखिदिन्छु। यो चाहिँ कुन क्वान्टिटी भनेर तिमीलाई सोधेको छ सिम्पली, यो चाहिँ म भन्नु पर्ने भने चाहिँ डाइरेक्ट भेक्टर भनिदिन्छु होइन। यसको आन्सर चाहिँ भेक्टर क्वान्टिटी हो। अब यसको चाहिँ म डाइरेक्ट फर्मुला लेखिदिन्छु। यो चाहिँ तिमीले याद गर्नुपर्ने कुरा, तिमीलाई 11 माइल पर्छ। अब यसको के भन्दाखेरि चेन्ज इन टेम्परेचर, यसको चेन्ज इन टेम्परेचर अपन चेन्ज इन जुन छ नि चेन्ज इन डिस्टेन्स के, अब चेन्ज इन डिस्टेन्स बिट्विन 2 पोइन्ट्स। जस्तो अब यहाँदेखि यहाँसम्म टेम्परेचरको कन्डक्सन भइरहेको छ, दुईवटा पोइन्टको चाहिँ हामी डिफ्रेन्स लाग्छौँ टेम्परेचर ग्रेडियन्टको कुरा गर्दाखेरि होइन। चेन्ज इन टेम्परेचर भन्दाखेरि यहाँदेखि यहाँको टेम्परेचर छ नि, यो पोइन्टदेखि यो पोइन्ट र यो पोइन्ट र यो पोइन्टको चाहिँ डिफ्रेन्सबाट हामी टेम्परेचर ग्रेडियन्ट निकाल्छौँ। सो यति बुझ अहिलेको लागि टेम्परेचर ग्रेडियन्ट भनेको टेम्परेचर ग्रेडियन्ट भनेको चाहिँ भेक्टर क्वान्टिटी भन्ने कुरा बुझ होइन। अब भेक्टर क्वान्टिटी भनेको तिमीलाई भनिराख्नु पर्दैन होला। भेक्टर क्वान्टिटी भनेको कस्तो क्वान्टिटी, जसको चाहिँ म्याग्निट्युड डिरेक्सन हुन्छ, कतिले कताको आन्सर चाहिँ दिन्छ। यसो यस्ता चाहिँ सानो कुराहरू चाहिँ म तिमीलाई बुझाइदिइरहेको छु होइन। कति र कता आउने भिडियोमा म तिमीलाई बुझाइदिएको छु। कति र कता भन्ने आन्सर आउँछ भने चाहिँ त्यो चाहिँ भेक्टर क्वान्टिटी हो। अनि अब न्युटन्स ल अफ कुलिङ भने चाहिँ तिमीले अहिले पढ्दैनौ, त्यो चाहिँ 11मा पढ्छौ। अब तिमीले चाहिँ अब हेर्ने डाइरेक्ट बुझ्यो न्युटन्स ल अफ कुलिङले चाहिँ के फाइन्ड गर्नमा हेल्प गर्छ भन्दाखेरि स्पेसिफिक हिट अफ लिक्विड फाइन्ड गर्न मात्रै हेल्प गर्छ भन्ने कुरा चाहिँ याद राख्ने कुरा चाहिँ मैले याद राखेको भन्दा होस्। त्यसरी तिमीले याद राख्नुपर्छ। किन कसरी बुझ्न चाहन्छ भने चाहिँ तिमीले 11 कोर्स पढ्न सुरु गर्दा हुन्छ। तर तिमीले प्रिपरेसनको लागि गर्दा छ भने एउटै कोर्समा डुब्नु भन्दा नि तिमीले चाहिँ सिम्पल एमसीक्यू प्र्याक्टिस चाहिँ गर भन्छु। ठिकै छ। इट इज हार्डर यो चाहिँ तिमीलाई यो पढ्दैन, यस्तो कम्प्लेक्स कुरा सोध्दैन। यो भेरी यो कन्डक्टिभिटीको धेरै बिचमा के अरे धेरै डिप कुरामा चाहिँ गइसक्यो होइन। यो चाहिँ तिमीले 25 स्किप गर्दै यस्तो क्वेसन आउँदैन, किनभने यो यो चाहिँ पुरै 11 कोर्स सोध्यो। तिमीलाई यस्तो पनि सोध्दैन, हल्का टुच्चो पारेर चाहिँ सोध्छ क्या होइन। त्यो चाहिँ ढुक्क बस्छ तिमीहरू। अनि यो चाहिँ यो होइन। अनि हट वाटर इज पोर्ड इन अ ग्लास टम्ब्लर, अनि त्यसो इफ इट क्र्याक्स इट इज ड्यु टु फलोइङ प्रोपर्टी। कुन प्रोपर्टी चाहिँ यो चाहिँ क्र्याक हुन्छ भन्दाखेरि चाहिँ तिमीले अब आउनै पर्ने कुरा चाहिँ कन्डक्टिभिटी कन्सेप्ट लाग्छ है। सो लो थर्मल कन्डक्टिभिटी भनेको यसको आन्सर चाहिँ के हुन्छ, लो थर्मल कन्डक्टिभिटी हुन्छ होइन। अब किन हुन्छ भन्छ भनेको चाहिँ लो थर्मल कन्डक्टिभिटी किन हुन्छ भन्छ भनेको चाहिँ अब कन्डक्टिभिटी भनेको कन्डक्सन अफ हिट हो, मटेरियल त्यसै एबिलिटी हो। अब जुन मटेरियलले हिटको कन्डक्सन नै गर्न सक्दैन या भनौँ त्यसले चाहिँ हिटलाई थेकेर बस्न सक्दैन भने त्यो मटेरियल सिधै फुट्ने नै त होइन लो थर्मल कन्डक्टिभिटीले गर्दाखेरि। भनौँ थर्मल कन्डक्टिभिटी भनेको अब त्यस्तो प्रोपर्टीलाई पनि हामी थर्मल कन्डक्टिभिटी भन्छौँ जसले चाहिँ हिटलाई चाहिँ थेकेर बस्न सक्छ। त्यहाँबाट चाहिँ हिटलाई थेकेर चाहिँ त्यसमा चाहिँ कन्डक्सन गरिराख्न सक्छ भन्ने कुरा चाहिँ त्यहाँबाट बुझ्न सकिन्छ थर्मल कन्डक्टिभिटीको सिम्पल मिनिङ। सो यति नै थियो आजको लागि। सो आन्सर्स नै यहाँ रहेछ, मैले देखेको त थिएन। सो आन्सर नै यहाँ रहेछ होइन। सो आन्सर यहाँ रहेछ, तिमीले आन्सर यहाँ चेक गरेर चाहिँ गर्न सक्छौ। सो यति नै थियो आजको भिडियोको लागि चाहिँ। मैले सबै चाहिँ यहाँबाट तिमीलाई सबै नै लगभग सबै क्वेसन गराएरै छाडेँ होइन। 26वटा क्वेसन गरेँ आजको लागि, तर 26वटा क्वेसनको लागि हामीलाई टाइम हेरेर 37 मिनट लाग्यो। सो तिमीलाई मैले यहाँ डाइरेक्ट सिधा सेयर गराउनु भन्दा नि कहाँबाट के आएको भनेर सबै कुराहरू गर्दाखेरि चाहिँ टाइम लाग्यो। सो आजको लागि चाहिँ यति नै थियो होइन। सो अब चाहिँ नेक्स्ट भिडियोमा हामी भेटौँला होइन। अब चाहिँ केसको लागि भिडियो बनाऊँ या कुन टपिकको लागि भिडियो बनाऊँ या कुन टपिक कुन सब्जेक्टको चाहिँ कुन टपिकमा चाहिँ भिडियो बनाऊँ एमसीक्यूमा भनेर चाहिँ तिमीले कमेन्ट गर होइन। सो आजको लागि चाहिँ यति नै थियो। किप वाचिङ होइन। यो च्यानललाई चाहिँ तिमीले भरपुर माया गरेर आफूसँग प्रिपरेसन गरिरहेको साथीहरूलाई चाहिँ तिमीले सेयर गर्न सक्छौ होइन। सेयर गर, किनभने चाहिँ उनीहरूलाई नि एकदम हेल्प हुन्छ होइन। सोच न तिमीले तिम्रो साथीसँग सेन्ट जेभियर्समा पढ्दा कति मजा होला होइन, सेन्ट जेभियर्ससँगै पढ्दाखेरि। सो त्यो कुराहरू चाहिँ कन्सिडर गरेर तिमीले साथीलाई सेयर गर्न सक्छौ। सो आजको लागि चाहिँ यति नै थियो। थ्याङ्क यू फर वाचिङ। यतिसम्म हेरेर छ भने चाहिँ तिमीहरूको म के बुझ्न सक्छु भन्दाखेरि तिमीहरूको चाहिँ डेडिकेसन चाहिँ एकदम डिपवाला डेडिकेसन छ होइन। यतिकै जानु, अरूहरू नि म तिमीहरूलाई नि प्रोभाइड गरिदिरहेको छु मटेरियल। यति चाहिँ म तिमीलाई प्रोभाइड गरिदिइहाल्छु होइन। यसलाई एउटै त्यसमा राखेर डन्टर एउटै पेपरमा चाहिँ राखेर प्रोभाइड गरिदिइहाल्छु। सो आजको लागि यति नै थियो। थ्याङ्क यू फर वाचिङ गाइज।